हिमाल पहाड तराई कोही छैन पराई सबैलाई समात्ने एक मात्र नेपाल सच्चाइ। त्यसै सच्चाइ केन्द्रका प्रमुख प्रकाश हजुर उपप्रमुख सुशीला म्याम हजुर हुनुहुन्छ। उहाँको ओल्ड फ्यामिलीमा नम्र नमस्कार उच्च सम्मान परमेश्वर पिताको परिपूर्ण कथामा सच्चाइ केन्द्र नेपाल खोलेर एकदमै वचन अनि शिक्षा पिताको हातमा भएर आज अडार खडा भएर हामीलाई वचन अनि शिक्षाद्वारा यसै शाखाहरू उद्धार सुधार गर्नुहुने यसै गल्फदोहा कतार शाखाका प्रमुख राज्य सर हजुर उपप्रमुख सुस्मिता म्याम हजुर र सहअभिभावक समीक्षा म्याम हजुर हुनुहुन्छ। तिनै अग्रजोगाप्रति पनि उच्च सम्मान र नम्र नमस्कार। आज पिताले एकदमै ठुला ठुला चिन्ह चमत्कारको काम हामी सबैको जीवनमा देखाउनु भएको छ। त्यस्तै मेरो जीवनमा पनि धेरै ठुला ठुला काम गरेर दिनुभएको छ। पितालाई धन्यवाद गर्छु। म गुरु यीशु मसीहको नाममा मलाई पिताको राज्य चिनेको मैले धेरै भएको छैन, 1 वर्ष भयो। परमेश्वरलाई धन्यवाद गर्छु। म गुरु यीशु मसीहको नाममा मलाई सुसमाचार सुनाउने आफ्नो दिदी हजुर परमेश्वर पिताको परिपूर्ण आशिष सदा सर्वदा बर्सिरहोस्। पितालाई धन्यवाद गर्छु। म गुरु यीशु मसीहको नाममा मेरो गवाई हिजोका दिनहरूमा म देश प्रदेशदेखि लिएर इन्डियाको ठाउँमा है देश प्रदेश भन्नाले अहिले यहाँ छु होइन पिताको योजना र हिजोको दिनमा इन्डियाको ठाउँमा थिएँ। त्यो घडी त्यो समयमा पनि म धेरै दुःख दलदल कष्टमा थिएँ। आफ्नो जान परिवार फ्यामिलीसँगै एकदमै खुसी रमावटमा बसेको थिएँ। त्यो घडी त्यो समयमा पनि एउटा अलिकति घमण्ड म भित्र धेरै नै भयो त्यतिखेर होइन। मेरो कमाइ धमाइ सबै कुरा राम्रै थियो, घर परिवार पनि सबै कुरा राम्रै चलिरहेको, तर अलिकति घमण्डको कारणले गर्दा पैसाको घमण्ड अथवा केही चिजको आफ्नो भित्र घमण्ड भएको कारणले गर्दाखेरि धेरै समस्या आएको थियो। इन्डियाको ठाउँमा पनि धेरै हस्पिटलमा धाएँ। पछि त्यस्तै कुलरमा फस्दै जाँदा होइन आज बेबिचारीमा पर्दै जाँदाखेरि धेरै समस्यामा दलदलमा परेको थिएँ। त्यो घडी त्यो समयमा परदेशको ठाउँ पनि छोडेर आउनु पर्यो आफ्नो गाउँघरमा होइन। त्यो घडी त्यो समयमा साथ दिनेवाला कोही थिएन होइन। सबैले साथ छोडिदिनु भयो। पैसा हुँदासम्म त मसँग सबैले तिमी मेरै हो आफ्नै हो भनेर भन्नुभयो होइन। सबैले आज त उसको घरमा बर्थडे छ अरे, उसको घरमा पार्टी छ अरे, उसले त फङ्सन गर्दैछ अरे, त उसको घरमा त जानुपर्छ है भनेर हामीले इन्भाइट नगरेको पनि सबै बोलाएर पनि आउनुभयो होला होइन त्यो घडी त्यो समय। तर मैले कसैको विरोध गर्न खोजेको होइन। आज जीवनमा बितेको र परमेश्वर पिताले चिन्ह चमत्कारको काम मेरो जीवनमा गर्नुभएको त्यो गवाही म बताउन गइरहेको छु हजुरहरूलाई होइन। पितालाई धन्यवाद गर्छु। मेरो मुख इस्तेमाल गरेर सबैलाई यसै गवाईले दबाई हुनेछ। पितालाई धन्यवाद गर्छु। म गुरु यीशु मसीहको नाममा र त्यसै गरी म हिजो हस्पिटलको बेडमा लत्रिएको थिएँ, लडेको थिएँ। त्यो घडी त्यो समयमा अब धन त हुँदासम्म आफै खर्च गरियो। अब बिमारी भएपछि कसले दिन्छ? आफै बुद्धि लगाइएन होइन। राख्नु पर्ने थियो अथवा राखेको धनहरू पनि सबै नष्ट भएर गइसक्यो। थोरै थोरै गर्दा गर्दै आफै ग्रस्त भएर ढलेर हस्पिटलको बेडमा लडिसकेपछि अब म्याम हजुर पनि सानो बच्चासँग हुनुहुन्छ। उहाँले पनि अब काम गर्ने स्थिति थिएन। त्यो घडी त्यो समयमा नेपाल आउँदा मेरो दिदी हजुरले मलाई सुसमाचार सुनाउनु भयो। त्यो घडी त्यो समयमा पनि मलाई विश्वास लागेन। यतिका हस्पिटल धाइसके। हस्पिटलमा जाँदाखेरि कसैले भन्छन् अब तिमीलाई अल्सर भएको छ भन्छन्, कसैले तिम्रो ग्यास्ट्रिक बिग्रिएको छ भन्छन्, कसैले तिमीलाई होइन अब दिलको समस्या छ भन्छन्, कसैले सासको बिमारी छ भन्छन्। जुन डक्टरको पास जान्छु अलग अलग बिमारी देखाउने डक्टरहरूले। कोही पनि डक्टरले त हजुरलाई यो निको कसरी हुन्छ, निको कसरी हुन्छ त सर भन्दा उहाँहरूले
निको हुन्छ हजुरले चिन्ता फिक्री नगर्नुहोस् दबाई खानुहोस् भन्नुभयो। धेरै दबाईहरू खाएँ, त्यसै दबाईले गल्दा गल्दै गल्दा गल्दै अझै लास्ट स्टेजमा पुगेँ। लास्ट स्टेजमा पुग्दाखेरि झाँक्री धामी गरेँ, झाँक्री धामी गरेर भएन होइन, संसारका डक्टरलाई देखाएर भएन। आज देश प्रदेशको ठाउँमा आउने योग्य परमेश्वर पिताले गराउनु भयो सुसमाचारद्वारा र दिदीको एउटा चङ्गाइद्वारा पिताले त्यति ठुलो कार्य देखाउनु भयो। त्यसमा पनि परमेश्वर पितालाई धन्यवाद। र त्यसै गरी यसै देश प्रदेशको ठाउँमा आएर पनि फेरि परमेश्वरको सन्तानसँगै म काममा पर्नु, काम गर्नु, म जस्तो सौभाग्यशाली को होला? पितालाई धन्यवाद गर्छु। त्यही समयमा फेरि पनि म बिस्तारामा लड्न पुगेँ, लत्रिन पुगेँ। त्यो घडी त्यो समयमा फेरि पनि लत्रिँदा लड्दाखेरि एकदमै सल्लाह सुझाव दिनुभयो। जुन दिनदेखि पिताको राज्य देखेँ र यसै शाखामा म जोड्दै जाँदाखेरि आज नयाँ जीवन पाएको छु। सबैले जोडेर आज आएर यहाँ यस्तो पिताले दिएको चिन्ह चमत्कारको गवाई भन्ने योग्य पनि भए। मलाई केही थाहा छैन। आजको 1 वर्ष भयो पिताको काम गर्न लागेको, घटी कमी परमेश्वर पिता जान्नुहुन्छ। तर 1 वर्षभित्रमा मलाई 2 दिन पिताको काम अनि कार्य गरे जस्तो लाग्छ। यो महान चमत्कारको दिनहरू परमेश्वर पिताले सुन्दर दिन दिइरहनु भएको छ। पितालाई धन्यवाद गर्छु। र डर यति थियो म भित्र, डर यति थियो। अब पहिला त धेरै घमण्डमा हिँड्ने मान्छे हो होइन, डर पछि जब त्यो बिमारीले चाप्दै गयो, जब समस्याले थला पार्दै गएपछि होइन, जब डर यति बन्यो म भित्र, यति डर बन्यो काम गर्न पनि डर लाग्ने। कसैले केही भन्दाखेरि पनि अब यसले के गर्ने हो, मलाई कस्तो गर्ने हो है, अब कसरी हुन्छ त म अगाडि बढ्ने, सक्दैन होला, हार खान्छु होला मैले, त्यस्तो भन्नेसम्म स्थितिमा मलाई दोस्रा दियावलसले पुर्याएको थियो। त्यो घडी त्यो समयमा होइन, आज परमेश्वर पितालाई चिन्नु पाए। सबै कुरा परमेश्वर पितामा सुम्पेपछि असम्भव चिज केही रहेनछ। त्यसमा पनि पितालाई धन्यवाद गर्छु। 6 महिना करिब 6 महिनादेखि अहिले म्याम हजुरले पनि गरणसँग गराएको 6 महिना भयो। 6 महिनादेखि उहाँले पनि अलिकति फोनमा बातचित गर्न कम गर्नु भएको थियो घरमा होइन। अलिकति बातचित गर्न कम गरिसकेपछि मैले केही कुराहरू खोज्दै गएपछि उहाँकै मुखद्वारा नै उहाँले भन्नुभयो, अब मलाई इच्छा छैन होइन, अब मलाई इच्छा छैन, म हजुरसँग बस्दैन होला सायद भन्ने होइन। त्यस्तो आज एउटै स्कुलमा पढेर हुर्केर हामी एउटै गाउँ ठाउँमा होइन घाँस दौरा गरेर हुर्किएको हो। हामी एउटै साथी पनि हो हामी बचपनदेखिको होइन। उनले चाहिँ अब मेरो चाहिँ प्रेम विवाहित भएको हो होइन। ईश्वरलाई धन्यवाद मसीहको मानवमा। त उहाँले त्यस्तो बोल्नुभयो, तर उहाँ बोलेको रहेनछ, दोस्रा दियावलस बोलेको रहेछ। आज म हजुरलाई छोड्नै सक्दैन, अब म स्वयं सबै काम गर्छु, परमेश्वर पिताले काम गरिरहन्छु भन्ने योग्य पिताले बनाउनु भयो। जब परमेश्वर पितामा छन्थे सानो थोरै मैले बिउ लिएर रोप्दा होइन, आज मैले थोरै बिउ लिएर रोप्दा यति ठुलो चिन्ह चमत्कारको काम मेरो जीवनमा परमेश्वर पिताले गर्नुहुन्छ भने हामी बिउ रोप्न अब कन्जुस नगरौँ भन्छु। म पितालाई धन्यवाद गर्छु। म र त्यसै गरी नयाँ गवाई भन्नु पर्दाखेरि मेरो 2 छोरी हजुर पनि एकदमै पास हुनुभएछ, पितामा सुम्पिएको थिएँ। परमेश्वर पितालाई धन्यवाद गर्छु। आज त्यही घर नर्क थियो भने आज परमेश्वर पिताले स्वर्ग बनाउनु भएको छ। त्यही घरलाई आज परमेश्वर पिताको एकदमै पवित्रता काम अनि कार्य गर्ने योग्य बनाउनु भएको छ। त्यसमा पनि पितालाई लाखौं करोडौं अनगिन्ती धन्यवाद गर्छु। म गुरु यीशु मसीहको नाममा पितालाई धन्यवाद गर्छु। म गुरु यीशु मसीहको नाममा यसै मेरा गवाईले सम्पूर्ण यहाँ बस्ने आत्मिक निर्दोष सन्तान र परमेश्वर पिताको जति पनि हुनुहुन्छ यसै गवाईले दबाई भइसक्यो र उहाँहरूको गवाईले पनि मलाई दबाई भइसक्यो भन्दै फेरि पनि हाम्रो अग्रज अगुवा प्रति उच्च सम्मान र नम्र नमस्कार गर्दै मबाट भएका गल्तीहरूलाई पिताले पनि क्षमा गरिसक्नुभयो र हजुरहरूले पनि सबैले क्षमा गरिसक्नुभयो भन्दै उज्यालो गर्न चाहन्छु। आज हाम्रो कार्यक्रम सञ्चालन गर्ने सर हजुरप्रति पनि
नम्र नमस्कार उच्च सम्मान परमेश्वर पिताको भरिपूर्ण आशीष सदा सर्वदा बर्सिरहोस्। त शान्ति अनुग्रह शान्ति प्रकट भइरहोस् पिताको धन्यवाद गर्छु। म गुरु श्री मस्ती